वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ मलाई यस्तो एकासीकै तिहारको भ्लग बनाउन मन पर्यो। त्यसपछि यहाँनिर टिका मामा घरमा आएको बेलामा हामीले चाहिँ हिजोदेखि देउसी खेलेको दिदीको बहिनी, तर मलाई इन्भाइट छैन। त्यस्तो होइन, आफ्नो बहिनी इन्भाइट गर्नुपर्छ, आफ्नो बहिनी जतिखेर आफैसँग हुन्छ त्यस्तो हुन्छ थोरै होइन र। अनि के भयो भनेदेखि हिजो खेल्यौँ। हिजो चाहिँ हामीसँग दिदी हुनुहुन्थ्यो, हाम्रो बाबा दिदी हुनुहुन्थ्यो। उहाँले चाहिँ एकदमै राम्रो भट्याउनु भएको थियो होइन। त्यो दिदीले भट्याएको छ भने त्यो पनि राख्छु म। अनि आज चाहिँ हामी आज पनि खेल्ने भनेर प्लान गरिरहेको थियौँ। अनि खेल्ने हुँदाखेरि चाहिँ अनि यहाँनिर चाहिँ अर्कोजना एकदमै राम्रो होइन, एकदम अर्ग्यानिक भट्याउने दाई पायौँ। अनि उहाँलाई चाहिँ लिएर हाम्रो यहाँ मामा घर माइला मामा घरमा आएको छ। त्यहाँ चाहिँ प्रकाश भाइले हेर्दैछु आइबाट। अनि त्यसपछि मलाई चाहिँ यस्तो भ्लग बनाउनु मन पऱ्यो। अनि अर्को कुरा के पनि भन्नु मन पऱ्यो भनेदेखि योपालिको तिहारमा फुल कस्तो महँगो भएको है। अब तिहारको अघिल्लो दिनसम्म त अलिकति सस्तो होला भनेको, भरे त अहिले पनि अनि हामीले भानुचोकमा गयौँ, त्यस्तै भिड थियो। त्यसपछि अनि माथि कृषि बजारमा गएको। कृषि बजारमा पनि त्यो अब बिग्रिन लागेको फुललाई पनि 20 रुपियाँ मुठा भन्नुभयो। अनि त्यो पनि घटाएर गर्न खोज्दाखेरि 150 रुपियाँ मुठा। त्यो पनि अब हुन्छ नि खान नपाइने त्यस्तो रहेछ। अनि मखमलीको फुलको माला पनि लिएर आयौँ। त्यस्तै भयो योपालिको तिहारमा। अनि सानो सानो मालाहरू बनिरहेको थियो, सुन्बाको लागि होला पक्कै पनि, बिहानसा आदिहरू लगाइदिने। अनि त्यही छ। अब चाहिँ म ढिला नगरिकन धेरै नबोलिकन बाहिर जान्छु। सबैजना बसिराख्नु भएको, सबैजना देउसी खेल्दै हुनुहुन्छ। एकजना भाइको हुनुहुन्छ, उहाँले चाहिँ भट्याउँदै हुनुहुन्छ होइन। हजुर पानी भाइलाई पानी भाउजू एक गिलास पानी ठीक। अब 2-4 घर नाच्ने होइन, पहिलो एकै देउसी खेल्ने खेल्न आउने हो। यस्तो मनोरञ्जन गर्नु के दिने जहिले खाएर मात्रै हिँड्ने होइन नि त। गरम त म त बाजी मै रहूं मेरा दोसे देउसे रे भाइ हो आशिकै दिएको आगी मै रहूं एकैको जाने यतिकै सुभाष दाजु आज छोड करे बाहिर आउनु। सुभाष दाजु बाहिर आउनु। कुना कसेर भएन। बाहिर निस्किनु। सुभाष दाजु बाहिर आउनु। मेरा दाजु पाहाडबाट आउनु भएको छ।
सासू सुखी रहन् उज्यालो हुन्छ देउसुरे हे तोला नैमा देउसुरे के बहाल्यो देउसुरे ए आइमा पुग्यो देउसुरे यसै गरी देउसुरे सधैँ गरे देउसुरे माग्ने होइन देउसुरे माग्ने होइन देउसुरे वर्षौँदेखि देउसुरे रही मरदा देउसुरे रही मरदा देउसुरे वर्षैदेखिको बिहारै मनमा देउसुरे देउसुरे अँध्यारो बाटो देउसुरे लड्दामा खेरी देउसुरे हामी भाइ देउसुरे साथी भाइ देउसुरे सधैँ सधैँ देउसुरे यसै गरी देउसुरे हे मेरा दोसे देउसुरे हे मेरा दोसे देउसुरे यसै गरी देउसुरे सधैँ सधैँ देउसुरे सधैँ गरी देउसुरे तिहारे मान्न देउसुरे दोसे भाइ हो देउसुरे आइमा हर्यो देउसुरे आइमा पुग्यो देउसुरे हे मेरा दोसे देउसुरे यसै घरका देउसुरे मेरा दोसे देउसुरे आशिकै दुखी देउसुरे आशिकै दुखी देउसुरे अछेतै मन्दा देउसुरे अछेतै दियो देउसुरे दियो दियो देउसुरे मन्दामा खेरी देउसुरे अछेतै दियो देउसुरे फुलै मन्दा देउसुरे फुलै दियो देउसुरे कलेसै मन्दा देउसुरे कलेसै दियो देउसुरे यसै घरका देउसुरे बुढा बाबा देउसुरे बुढी आमै देउसुरे सधैँ सधैँ देउसुरे बल पिपल जस्तो देउसुरे बाँचीमा जाउँ देउसुरे यसै घरका देउसुरे लाला बाला देउसुरे दुबै जस्तो देउसुरे रहीमा जाउँ देउसुरे रहीमा रहूँ देउसुरे हे मेरा दोषी देउसुरे लेकै जाने देउसुरे यतिकै जाने देउसुरे ल ल ल ल ल उठा 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 कोषाध्यक्ष कसको ससुराली जाने फेरि भन् त चोइ रोटी खाने विकासको ससुराली जाने ए चोइ रोटी खाने उही बाँच्यो मुखमा लिएर बच्चा हाल्दैन गोली सोली केही छैन बहिनी खाउ छैन मुखमा गोली राउत सरकार भिडियो गरेर गऱ्यो भने बोल्नु न मेरो बहिनी मैले के बारमा कति हाल्ने किबारमा 29 रुपैयाँको विषयमा मैले त्यसो है मैले कति मेरो भात नै फेरि निकालिन्छ नि फेरि म किबारमा हामी बोलेर दियो मेरो बुढा त जुवा खेलेर बसिरहनु भएको भन्दै हुन्छ जुवा खेलेर कसरी छुट्टी हुन्छ अब हामी चाहिँ देउसी खेल्दै खेल्दै यहाँ बुहारीको घर आइपुग्छौँ हामी यसरी है देउरानीको घरमा ठुलो परिवार भयो भने यस्तो हुँदो रहेछ
यसरी भन्दै भन्दै भाइको यहाँ ससुरालीमा आइपुगेका छौँ। सुन्तला लिन बिहेको बेलामा जन्ती आएको थियो नि, त्यसपछि अहिले यहाँ छौँ। भट्टाउने दाइ चाहिँ एकदम गजबको हुनुहुँदो रहेछ। यहाँ आगाहरू सँगसँगै लिएर छ। हामीले उहाँलाई चिनेको पनि थिएनौँ, तर अब हामी एक्कासी भेटेर हामी चाहिँ सँगसँगै यस्तो घरै पछि मान्छेको आफ्नो मान्छेहरू जम्मा गरेर जाँदाखेरि चाहिँ यति धेरै जानु भएको छ, रमाइलो भइरहेछ। ए हजुरको ए दलानैमा ए आइमा हाल्यो ए सधैँ सधैँ ए सधैँभरि ए माग्ने होइन ए वर्षमै दिनको ए वर्षमै दिनको ए चाँडै मल्ला ए चाँडै मल्ला ए आइमा पुग्यो हजुरको ए आँगनमा ए यो गाउँदेखि ए रही मरदा ए मेरा दौसे ए परम्परा ए परमदेखि ए रही मरदा ए बाँचीमै जाँदा ए देउसिरे भन्दै ए अल्लो घर गर्दै ए पल्लो घर गर्दै ए रमाउँदै हामी ए रमाउँदै हामी ए घुमेकै छौँ र ए घुमेकै छौँ र ए बाँचेकै छौँ र ए सधैँ सधैँ ए सधैँभरि ए सधैँभरि ए देउसिरे भन्दै ए अल्लो घर गर्दै ए पल्लो घर गर्दै ए देउसिरे भन्दै ए देउसिरे भन्दै ए पुगौला हामी ए राम्रो चाहिँ गर्दै ए राम्रो चाहिँ गरौँ ए रमाउलै गरी ए रमाउँदै हामी ए पूर्वैदेखि ए पूर्वैदेखि ए पश्चिमैसम्म ए पश्चिमैसम्म ए देउसिरे भन्दै ए खेल्दै खेल्दै ए खेलौला हामी ए उत्तरैदेखि ए उत्तरैदेखि ए दक्षिणैसम्म ए दक्षिणैसम्म ए खेल्दै हामी ए खेलौला हामी ए हे मेरा दौसे ए शर्मिलाई भन्दै ए खेल्दै हामी ए पुगौला हामी ए दौसे भन्दै ए बेसीसम्म ए खेल्दै हामी ए खेल्दामा हामी ए हजुरैको ए अगाडिमा ए दलानैमा ए घुम्दै फिर्दै ए खेल्दै हामी ए आइमा पुग्यो ए देउसे भन्दै ए देउसे भाइ हो ए देउसिरे खेल्दै यसै गरी ए सधैँभरि देउसुरे ए देउसिरे भन्न देउसुरे ए देउसिरे भन्न देउसुरे ए देउसिरे भन्दै देउसुरे देउसुरे ए सधैँभरि देउसुरे ए माग्ने होइन देउसुरे ए माग्ने होइन देउसुरे ए हे मेरा दौसे देउसुरे एकछिन
विश्राम विश्राम ल कति राम्रो भट्याउनु हुँदो हजुरको नाम के हो हजुर लक्ष्मण कहाँ बस्नुहुन्छ नि ए हजुर राम्रो भट्याउनु हुँदो रहेछ हामी त्यहाँनिर खेल्दै गर्दाखेरि आउनुभयो हामीलाई त्यहाँ पसेको देख्नु भएको थियो ए ल धन्यवाद धेरै धेरै धन्यवाद दाइ हजुरलाई यहाँ हाम्रो दाइसँग चिन्जनै नभइकन हामी चाहिँ यहाँ भर्खर चिन्जान हुँदैछ यस्तो है दिपावली चिन्नुहुन्छ नि हजुर दिपावली हजुर चिन्छु ए हजुरको देउसुरे ए दलरेमा ए मेरा दौसे देउसुरे देउसिरे भन्दै देउसुरे हे मेरा दौसे देउसुरे यसै गरी देउसुरे ए सबैजना ए मिलिकन देउसुरे ए आशिकै दिउकी ए आशिकै दिउकी ए हे मेरा दौसे देउसुरे ए हे मेरा दौसे देउसुरे ए बसमै दिनको देउसुरे ए वर्षौँदेखि देउसुरे ए रहीमा रहँदा देउसुरे ए देउसिरे भन्दै देउसुरे हे मेरा दौसे देउसुरे ए आशिकै दिउकी देउसुरे ए आशिकै दिउकी देउसुरे ए कुलै मन्दा देउसुरे देउसुरे ए कुलै दियो देउसुरे ए दियो मन्दा देउसुरे ए दियो देउसुरे ए अछेतै मन्दा देउसुरे ए अछेतै दियो देउसुरे प्रकाशकोमा जानुपर्छ देउसुरे अछेतै मन्दा ए दक्षिणै दियो ए हजुरको देउसुरे ए घर आँगन देउसुरे ए सधैँ सधैँ देउसुरे ए लक्ष्मीले देउसुरे ए बासै गरौँ देउसुरे ए यसै घरका देउसुरे ए बुढा बाबा देउसुरे ए बुढी आमै देउसुरे देउसुरे ए भर्ती जस्तो देउसुरे ए बाँचीमै जाउँ देउसुरे ए यसै घरका देउसुरे ए लाला बाला देउसुरे ए लाला बाला देउसुरे ए दुबई जस्तो देउसुरे ए डाँडा डाँडा देउसुरे ए छोरीमै जाउँ देउसुरे ए रहीमा रहौँ देउसुरे हे मेरा दौसे देउसुरे हे मेरा दौसे देउसुरे ए आशिकै दिएको देउसुरे ए लागिमा जाउँ देउसुरे ए लागिमा रहौँ ए लेकाइको खाने देउसुरे ए यत्तिकै खाने लीला कोषाध्यक्ष के रह्यो न खालि भनिसकेपछि के अहिले फेरि हुँदै भट्याउनेलाई राम्रो लागेर टिप्स पाउनु भयो है फेरि मान्छे पो छैन त कोही पनि अनि तपाईँ हुन्छ त भइहाल्छ अरू किन चाहियो फेरि बेहुलीले निस्कि जस्तै खै बेहुली चाहिँ
ए बेहुली चाहिँ यहाँ हुनुहुन्छ बेहुला कहाँ हुनुहुन्छ ल बाई बाई देउसी टोली 2082 सालको आज हामी रमाइलो गर्दै विकासको ससुरालीबाट फर्किँदैछौँ हामी होइन। यो रमाइलो एकदम पललाई हामीलाई क्याप्चर गर्नमा रेणुका दिदीले सहयोग गरिरहनु भएको छ। जस खुसी मजा लागिरहेको छ सबैजना। हामी आफन्त मिलेर खेलिरहेको छौँ को छौ यहाँ देउसी टोली को रहेछ भट्याउने खै तिमीहरूको पेपर खै तिमीहरूको पेपर खै पेपर यता हाम्रो ग्रुप त्यसपछि उता पुगिसक्यो अलिकति चाहिँ भर्खरै मात्र ओम शान्ति मार्गबाट देउसे खेलेर यहाँ अब कुन जाँदैछौँ भने एनसेल मार्गतिर जाँदैछौँ। एनसेल मार्ग चाहिँ हाम्रो भाइ प्रकाश राउत जो चाहिँ एकदम सामाजिक अभियन्ता जस्तै हुनुहुन्छ सोसल वर्कर हार्ड वर्किङ म्यान भविष्यको सांसद है प्रत्यक्ष निर्वाचित सुन त्यसो हुन्छ प्रत्यक्ष निर्वाचित जननेता अनि आशीर्वाद लागोस् मलाई उहाँ पनि कम सेक्रेटरी हो सो यहाँ हेर्नु टोली कति रमाइलो छ होइन। यहाँ बिचमा राख्नु सुन्दैन नि त पछाडिबाट साह्रै राम्रो भट्टाएर हामी यहाँसम्म आइपुग्यौँ प्रकाश भाइको घरसम्म। ओम शान्ति मार्ग हुँदै हुँदै एनसेल मार्ग हुँदै हुँदै यहाँ हाम्रो चाहिँ अब मान्छे जम्मा हुँदै हुँदै यति भएर अब हामी चाहिँ अलिकति नृत्य यहाँ लुकेको खालि अनुहार लुकाउने मान्छे चाहिँ को भन्दाखेरि हाम्रो आन्टी हुनुहुन्छ मुनिबाट खिचेर सानो निकाल्दिनु भयो यस्तो गरेर खिच्न दाजु घर तिमीहरू मुनि सानो बनाएर निकाल्दिनु भयो हाम्रो दाजु घर 3 तला घर छ झन्डेर 3 तला हुने घर छ दाजु घर यस्तो पनि आउनु पर्छ ब्लगमा उहाँलाई चाहिँ जालपा पेट्रोल पम्पमा देख्न सक्नुहुन्छ। उहाँ त्यहाँको चाहिँ अनर वान अफ द अनर होइन त विथ फुल डिस्काउन्ट चाहिँ उहाँ जानुभयो भने त्यहाँ जालपा पेट्रोल पम्पमा पेट्रोल हाल्नु जानु विथ फुल डिस्काउन्ट। यो चाहिँ हाम्रो देवीथान टोल रहेको छ। हामी चाहिँ सानोमा भैलो खेल्दै हिँड्थ्यौँ अनि फेरि यसरी सबैजना परिवारसँग हिँड्न पाउँदाखेरि बेग्लै खुसी लागिरहेको छ। सबजनाले एकदम खुसी हुनुहुन्छ सबजना हुन्छ। कुखुराजीलाई चाहिँ तिहार होइन बिहेवाला भाइ आएर छ त्यही भएर यहाँ टोलाएर बसिराख्नु भएको छ। आफ्नो बिहेको याद आयो क्या हो अब भेनाजसँगै फेरि गर्ने कि अर्को भेना चाहिँ ल
राम्रै आएछ त कति भएछ कोषाध्यक्ष नेक्स्ट टाइम पनि यस्तै गर्नुपर्छ हैन देउसी खतरा आउँदो रहेछ त नानी आम्मा तर हल्का नखरा फेरि भन् त क्यामेराम्यान जल्दी फोकस करो म बत्तीमा हेरे हमारा भैया है यो त भिडियो बनाएर आयो हाम्रो दिदी हमारा भैया गम्सा ल आजको देउसी भैलो अनएक्सपेक्टेड तरिकाले हामीले चाहिँ हिँडेका थियौँ कस्तो लाग्यो त हामीले चाहिँ 2082 सालको 7 महिना 5 गते देउसी खेलेर 2082 सालको 7 महिना 6 गते चाहिँ अब यो देउसीलाई ऱ्याप अप गर्दैछौँ। आज 5 गते हो दिदी 5 गतेबाट 6 गते भयो नि त 12 बजिसक्यो। ल पोजमा है सबैजना रामपति बोलेको फोटो खिच्दैछु है म। कस्तो रे कस्तो कस्तो उसोमा
अनुहारै बिग्रिसक्यो राम्रो हुने मान्छे राम्रो हुने मान्छे त्यस्तो बिग्रिन्छ अनि तिम्रो आएन अलिकति आउनु विकासको छेउमा तिमी आइरहेको छु अरे उहाँ देखिरहनु भएको छ होला नि ल आन्टी तपाईँ जाने विकास आइले नि त यो अघिदेखि खेलेको सबै क्लिप्स जोडेर ट्याक 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 आउनु पर्यो क्या रमाइलो हुन्छ यसरी हामीले खेलेको आधा घन्टा 10 वर्ष अगाडि हेरेर पनि राम्रो छ भिडियोहरू हो हामीलाई मजा Thank you so much. Thank you for watching. ह्यापी टियर Happy Tihar. ह्यापी बर्थडे टु यु हाय विकास आएन भाइ उ पछाडी न आज तिहारको ह्यापी बर्थडे अनि हामी तिहारको ह्यापी बर्थडे एकदम ग्रान्ड सेलिब्रेसन भयो हैन यतिका वर्षमा चाहिँ त्यहाँबाट एकदम धेरै स्नो आइरहेको छ पुरै साइड साइडबाट देवीथानको बाटोमा चाहिँ हामी यसरी सानो बेलामा चाहिँ हामीले देउसी भैलो खेल्ने गर्थ्यौँ उताबाट पनि आयो देवीथानको बाटोमा चाहिँ ल बाई बाई A few moments later. ल अब चाहिँ हामीले ऱ्यापअप गर्न गइरहेको छौँ 12 बजेर 5 मिनट कति गइसक्यो अब चाहिँ यहाँनिर हजुरबाको घरमा यसरी हामीले आज रमाइलो गरेर हाम्रो देउसी भैलो कार्यक्रमको अन्त्य गर्यौँ ल बाई बाई